एआई को क्षेत्रमा पछिल्लो समय निकै ठूला र महत्त्वपूर्ण परिवर्तनहरू भइरहेका छन्। अहिले प्रविधि केवल च्याट गर्ने माध्यममा मात्र सीमित नभएर आफै काम गर्न सक्ने अटोनोमस एजेन्ट र नयाँ मल्टिमोडल इन्जिनियरिङ तर्फ तीव्र गतिमा अघि बढिरहेको छ। हालैका सबैभन्दा ठूला र ताजा एआई समाचारहरू यस प्रकार छन्। 1. गुगल आइयो, एजेन्टिक एआई को नयाँ युग। गुगलको वार्षिक डेभलपर सम्मेलनमा आफ्नो नयाँ जेमिनाई 3.5 फ्ल्याश मोडल सार्वजनिक गर्दै प्रविधिलाई पूर्ण रूपमा परिवर्तन गर्ने योजनाहरू प्रस्तुत गरिएको छ। गुगल सर्चमा 25 वर्षपछिको सबैभन्दा ठूलो परिवर्तन। अब गुगल सर्च बक्समा टेक्स्ट मात्र होइन, फाइल, कोड, भिडियो वा फोटोहरू राख्ने बित्तिकै सर्च बक्स स्वतः एआई मोडमा जानेछ। यसले सामान्य लिङ्कहरू देखाउनुको सट्टा प्रयोगकर्ताको आवश्यकता अनुसारको एउटा छुट्टै ड्यासबोर्ड वा इन्टरफेस नै तयार पारिदिनेछ। जेमिनाई स्पार्क, यो एउटा यस्तो एआई एजेन्ट हो जसलाई तपाईले पटक पटक कमान्ड दिइराख्नु पर्दैन। यसले ब्याकग्राउन्डमा बसेर तपाईको जीमेल, डक्स, सिट्सका कामहरू जस्तै इमेल लेख्ने, खर्चको व्यवस्थापन गर्ने र प्रोजेक्टको योजना बनाउने काम आफै गर्न सक्छ। जेमिनाई ओम्नी, यो भिडियो निर्माण र सम्पादन गर्ने एउटा नयाँ मोडल हो। यसले वास्तविक संसारको नियमलाई ध्यानमा राख्दै सामान्य कुराकानीकै भरमा चलचित्र स्तरको गुणस्तरीय भिडियो बनाउन र एडिट गर्न सक्छ। 2. विज्ञान क्षेत्रमा ठूलो फड्को, एआईले आफै कोड बनाउने। हार्वर्ड युनिभर्सिटी र गुगलका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा ERA एम्पेरिकल रिसर्च एसिस्टेन्ट नामक एआई प्रणाली विकास गरेका छन्। यसले के गर्छ? यसले जटिल वैज्ञानिक सफ्टवेयर र मोडलहरूको डिजाइन, परीक्षण र परिमार्जन आफै गर्छ। प्रभाव, परीक्षणका क्रममा यसले मानिसले महिनौं लगाएर बनाउने महामारी सम्बन्धी मोडलहरूलाई मात्र केही घण्टामै तयार पारिदिनेछ, जुन अमेरिकी संस्था CDCले प्रयोग गर्ने मोडल भन्दा पनि उत्कृष्ट छ। 3. हार्डवेयरमा क्रान्ति, इलेक्ट्रोनको सट्टा प्रकाशबाट चल्ने चिप। युनिभर्सिटी अफ पेन्सिल्भेनियाका वैज्ञानिकहरूले एआई को भविष्य नै बदल्न सक्ने एउटा नयाँ हार्डवेयर प्रविधिको विकास गरेका छन्। समस्या, अहिलेका इलेक्ट्रोनिक माइक्रोचिपहरू धेरै तातो हुन्छन् र ठूलो डेटा प्रोसेस गर्दा धेरै ऊर्जा र बिजुली खपत गर्छन्। समाधान, अनुसन्धानकर्ताहरूले एउटा अत्यन्तै पातलो सेमिकन्डक्टर भित्र प्रकाश र पदार्थको हाइब्रिड कण प्रयोग गरेर अल लाइट अप्टिकल लाइट स्विचिङ गर्न सफलता पाएका छन्। यसले भविष्यका एआई सुपर कम्प्युटरहरूलाई अत्यन्तै कम बिजुलीमा र प्रकाशको गतिमा चलाउन मद्दत गर्नेछ। 4. कग्निटिभ डेन्सिटीमा जोड। अहिले प्रविधि जगतमा एआई मोडलहरूलाई ठूलो र भारी बनाउनुको सट्टा सानो तर धेरै क्षमता भएको बनाउने कग्निटिभ डेन्सिटी तर्फ काम भइरहेको छ। डेभलपरहरूले टाइनी जीपीटी जस्ता फ्रेमवर्कहरू प्रयोग गरेर साना मोडलहरू बनाइरहेका छन्। यसको मुख्य उद्देश्य क्लाउड कम्प्युटिङको ठूलो खर्च बिना नै तपाईँ हाम्रो मोबाइल वा साना डिभाइसहरूमा इन्टरनेट बिना लोकल्ली पनि उत्कृष्ट कोडिङ र सोच्न सक्ने क्षमता भएका एआईहरू चलाउन पाउनु हो।